भर्खर रनिङ गर्न आएको थिएँ। रनिङ गरेर भ्याएर एक्सर्साइजहरू गरेँ, वार्मअप गरेँ। यहाँ एउटा भ्यू देखाउँछु, हेर्नु है त ल। गाइस यो चाहिँ हाम्रै पोखरी हो। यो खेतहरू भाडामा लिएर बनाएको, कति 10 वर्षलाई लिजमा लिएको, भाडामा लिएको। त्यही खेतमा पोखरी खनेको। धेरै भएन, 2-3 महिना भयो पोखरी खनेको। माछा पनि हालिसक्नु भयो बाबाले। सानो भुराहरू छन्। मम्मी बाबाहरू के अरे बिहामा जानुभयो। अब गाईलाई पानी सानी दिनु पर्यो, गोबर फाल्नु पर्यो। गाई यस्तै छ। घाँस राखिदिएर नि भइयो। ये घाँस राखिदिए। मम्मी बाबा नहुँदा यति चाहिँ गर्नुपर्छ है। कहीँ साँझ भइसक्यो। अब खाना दादा काल राततिर थियो अनि त्यही भएर 2 बजिसक्यो गाइज। र भिडियोलाई लाइक, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। यो पहिलो भिडियो थियो र सपोर्ट गरिदिनु होला सबैले। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।